दक्षिणी छिमेकी भारतका विभिन्न प्रदेशमा भएका विधानसभा निर्वाचनबाट कम्युनिस्ट पार्टीहरूले डरलाग्दो पराजय बेहोरिरहेको बेला उत्तरी छिमेकी चीनमा भने नयाँ पुस्तामा कम्युनिस्ट पार्टीप्रति आकर्षण बढिरहेको छ। चीनको कम्युनिस्ट युथ लिग अफ चाइनाको केन्द्रीय समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2025 को अन्त्यसम्म लिगका सदस्य संख्या 7 करोड 83 लाख नागेको छ। यो अघिल्लो वर्षको तुलनामा करिब 30 लाखले वृद्धि हो। लिग अन्तर्गतका संगठनहरूको संख्या बढेपछि 51 लाख भन्दा माथि पुगेको छ, जसमा हजारौं स्थानीय समिति, लाखौं आधारभूत समिति र शाखाहरू सक्रिय रहेका छन्। उपलब्ध विवरण अनुसार विद्यालयसँग सम्बन्धित करिब 23 लाख भन्दा बढी संगठन रहेका छन् भने सरकारी तथा सार्वजनिक संस्थामा लाखौं युवाहरू आबद्ध भइरहेका छन्। यसैगरी उद्योग, शहरी क्षेत्र, गाउँ तथा नयाँ क्षेत्रहरूमा पनि करोडौं युवाहरूको सहभागिता बढ्दै गएको छ। विश्लेषकका अनुसार चीनमा युवालाई संगठित गर्ने नीति, अवसर र सहभागितामूलक संरचनाले नयाँ पुस्तामा कम्युनिस्ट पार्टीप्रति आकर्षण बढाइरहेको छ।